सुशीला कार्कीज्यूले म हातखुट्टा बाँधेर जिम्मेवारीमा बस्दिन भनेर भन्नुभएको समाचार आयो। पूर्व सम्माननीय प्रधान न्यायाधीश सुशीला कार्कीज्यू, यहाँ कानुन जान्नुहुन्छ। हाम्रो संविधानमा तपाईले अब भ्रष्टाचारमा कारबाही गर्नुपर्ने ओली देउबा प्रचण्ड लगायत जति पनि सांसदहरू नै हुन्। यी सांसदलाई पक्राउ गर्न संसदको सभामुखको अनुमति चाहिन्छ। तपाईलाई थाहा छ, सभामुखको अनुमति बिना पक्राउ गरेकोमा तपाईले नै यो पूर्व न्यायाधीश हुँदाखेरि त्यस्तो मिल्दैन भनेर भन्नुभएको छ आफ्नो आदेशहरूमा, फैसलाहरूमा। तपाईलाई भलिभाती थाहा छ यो संविधान तपाईलाई यिनीहरूलाई कारबाही गर्नका लागि बाधा पुर्याउने छ। तपाईलाई खुट्टा काटिदिएर नाच भनेर भन्दैछन् भन्ने थाहा छ तपाईलाई। नाटक गर्न किन जानुहुन्छ वार्तामा? जेनजी पुस्ताको रगतमा होली किन खेल्नुहुन्छ र जेनजी पुस्तालाई झुक्क्याउनु किन हुन्छ? तपाईलाई भलिभाती थाहा छ यो संविधानमा तपाईले संविधान मानुन्जेल सरकारलाई संसदले निर्देशन दिन्छ भन्ने तपाईलाई थाहा छ। सरकारलाई संसदीय समितिहरूले निर्देशन दिन्छ तपाईलाई थाहा छ। झुटको पराकाष्ठा। तपाई महिला शेरबहादुर देउबा हुनुभयो, तपाई महिला केपी ओली हुनुभयो, तपाई महिला सुशीला कार्की अहिले हुनु भएन। मलाई थाहा छ द सेकेन्ड सेक्स भन्ने पुस्तकमा सिमोन द बाउवर्डले लेख्नु भएको छ, महिला पनि जब सत्तामा पुग्छ तब ऊ पुरुषमा परिवर्तन हुन्छ। एक्ज्याक्टली तपाईँ त्यही खेल खेल्दै हुनुहुन्छ। यो जेनजी पुस्ताको रगतमा होली खेल्दै हुनुहुन्छ र तपाईँ जानी जानी झुक्क्याउँदै हुनुहुन्छ। तपाईँलाई थाहा छ यो संविधानमा सरकारले संसदले दिएको निर्देशन बमोजिम काम गर्नुपर्छ। तपाईँ यो संविधान बचाउँछु भन्नुहुन्छ। अब अर्को कुरा, नझुक्याउनुहोस्। यस्ता प्रधान न्यायाधीश भइसकेका यस्ता वरिष्ठ अधिवक्ताहरूले रगतको होली खेल्दै हुनुहुन्छ जेनजी पुस्ताको। किनभने तपाईहरूलाई चाहिएको बेलामा संविधान मर्छ भन्नुहुन्न थियो, किनकि तपाईँले नै हो 47 सालको संविधानलाई पहिला खारेज गर्नुभयो र अन्तरिम संविधान भन्नुभयो। अहिले पनि बनाउनुहोस् न अन्तरिम शासन विधान भनेर 50 मुदाको म बनाइदिन्छु 3 घण्टामा। कानुनको विद्यार्थी हुँ, तपाईँ बढीमा 1 घण्टामा बनाउन सक्नुहुन्छ, मलाई थाहा छ। अन्तरिम शासन विधानको अभ्यास भएको थियो त, आज होइन, उहिल्यै 8 सालमै पढ्नु भएको छ नि। तपाईँ अन्तरिम शासन विधान भनेर एउटा गाइडिङ प्रिन्सिपल बनाउनुहोस्। त्यो गाइडिङ प्रिन्सिपलबाट अनि कसरी कसरी तपाईँको सरकारको अधिकार हुन्छ त्यो अधिकार लिनुहोस् र काम गर्नुहोस्। रगतमा होली नखेल्नुहोस्। तपाईँ झुक्क्याउँदै हुनुहुन्छ। तपाईँ यो संविधान मानिरहनुहुन्छ र यो संसद बचाएरै केवल इतिहासमा पहिलो महिला प्रधानमन्त्री भनेर नाम मात्रै लेखाउन चाहनुहुन्छ भने तपाईँको यो चाहनामा रगतको खेली, रगतको होली यो युवा पुस्ताकोमा तपाईँ खेल्न पाउनुहुन्न। यसैले यस्तो नाटक हातखुट्टा बाँधेर काम गर्न सक्दिनँ भनेर नरच्नुहोस्, त नसुनाउनुहोस्। तपाईँलाई मात्र होइन, कानुनको +2 मा पनि अहिले पढाइ हुन्छ। मैले ILBL पढेको हुँ। कानुनमा भर्खरै +2 पढेको विद्यार्थीलाई पनि थाहा छ कानुन पढेको हो भने संसदीय व्यवस्थामा संसदले र संसदीय समितिहरूले निर्देशन दिए बमोजिम काम गर्नुपर्छ। तपाईँ जसलाई भ्रष्टाचारको मुद्दा लाउन खोज्दै हुनुहुन्छ, लाउनुपर्छ। तिनीहरूलाई तपाईँले जीवित राखेकै संविधान बमोजिम र तपाईँले जीवित राखेकै संसदको सभामुखले अनुमति नदिएसम्म तपाईँले पक्राउ गर्न सक्नुहुन्न। बलात्कारका मुद्दा, हत्याका मुद्दा भयो भने सक्नुहुन्छ, तर यो मुद्दामा सक्नुहुन्न, किनकि तपाईँले नै यस्तो आदेश निर्देश योभन्दा पहिला गर्नुभएको छ। म जेनजी साथीहरूलाई, तपाईँहरू यो संविधान र यो संसद बचाइ सरकारमा जानुहुन्छ भने सिधा छ आत्महत्या गर्न जाँदै हुनुहुन्छ। बुढा भइसकेका मान्छेहरूले आत्महत्या गर्न जाँदैछन्, युवा साथीहरू पनि त्यहाँ आत्महत्या गर्न नजानुहोस्, किनकि बुढा भइसकेकाहरूलाई कि आत्महत्या हुन्छ कि इतिहासमा नाम लेखिन्छ पहिलो महिला प्रधानमन्त्री भनेर। यसमा म विनम्रतापूर्वक जेनजी पुस्ताका साथीहरूलाई, यो विदेशी दलालहरूले दिएको यो सकिन्छ सबै भन्ने होइन, संविधानको रक्षा होइन, भ्रष्टाचारीको रक्षा, संसदको रक्षा होइन, भ्रष्टाचारीको रक्षा अहिले गर्न खोज्दै हुनुहुन्छ उहाँहरू। धन्यवाद।